र यो अब एभरेस्ट सिसीले टस जितेर बलिङ गरेको छ। ताम्पेरे सिसी ब्याटिङमा, दीपक पोखरेल ब्रो फर्स्ट बल र यो पहिलो बल अम्पायरद्वारा वाइडको इसारा। सेकेन्ड बल र यो राम्रो ब्याकअप गराउनु भएको छ दीपक पोखरेल ब्रोले एलबिडब्ल्यूको अपिल। र यो थर्ड बल दीपक पोखरेल ब्रो राम्रो डट बल गराउन सफल हुनुभएको छ दीपक पोखरेल ब्रो। र यो अहिले हामी ताम्पेरेमा छौँ। यो ताम्पेरेको नयाँ क्रिकेट ग्राउन्ड, बेसबल ग्राउन्ड पनि हो। 3 बल भइसकेको छ। ताम्पेरे सिसी 1-0। दीपक पोखरेल ब्रो थर्ड बल टु गो। पहिलो बल वाइड गएको थियो। राम्रो बलिङ गरिराख्नु भएको छ दीपक पोखरेल ब्रोले। र क्याप्टेनले अलिकति फिल्ड चेन्ज गराएका छन्। हाम्रो शिशिरलाई डिपमा झारेछन् र इम्तियाज भाइ लगनदेखि मिडनमा आएका छन्। दीपक पोखरेल ब्रो राम्रो सट र यो अलिकति मिसफिल्ड भएको छ। निकै राम्रो बलिङ, राम्रो सट, ट्राई राम्रो थियो तर क्याच मिस भएको छ। एभरेस्ट सिसीको लागि पहिलो विकेट आउने मौका थियो तर अलिकति मिसफिल्ड भएको छ पोइन्टमा। र अहिले लेफ्ट ह्यान्डर क्रिजमा छन्। अलिकति फिल्ड प्लेसमेन्ट चेन्ज भएको छ। दीपक पोखरेल ब्रो र दीपक पोखरेल ब्रो फेरि पनि रन अप लिँदै र यो फेरि अर्को वाइड। राम्रो बलिङ गरिराख्नु भएको छ। 2टा वाइड गएको छ। र यो राम्रो डट बल बनाउन सफल दीपक पोखरेल ब्रो। निकै राम्रो बलिङ गरिराख्नु भएको छ। 1 विकेटको चान्स पनि मिलाउनु भएको थियो। र आज मौसम निकै राम्रो छ क्रिकेटको लागि। अलिअलि पानी पनि चिसो भइरहेछ। पानी पर्ला जस्तो गरेछ तर पानी सायद नपर्ला। र फेरि हाम्रो बलर रन अप लिँदै हुनुहुन्छ। आशा गरौँ 1 विकेट। राम्रो बलिङ र राम्रो ब्याटिङ मिडनमा कमलले राम्रोसँग क्यारी गरेका छन्। यसका साथै 1 ओभरको समाप्ति। पहिलो ओभरको समाप्ति 1 ओभर 3 रन 0 विकेट। र अहिले बलिङ इन चेन्ज भएको छ। अहिले हाम्रो सेकेन्ड ओभर गर्दै हुनुहुन्छ हाम्रा भूतपूर्व भेटेरान खेलाडी सचिन्द्र रिमाल। स्विङ बलर र पहिलो बल ल यो क्याच हुने सम्भावना। राम्रो क्याच गरिदिएका छन् विकेट किपरले। निकै राम्रो बलिङ भन्नु त भएन तर जस राम्रो विकेट लिन सफल। एभरेस्ट सिसीलाई पहिलो विकेट दिलाउन सफल सचिन्द्र रिमाल। ताम्पेरे सिसीको 1 विकेट डाउन भएको छ र नयाँ ब्याट्सम्यान इन क्रिजमा। ब्याट्सम्यानको फर्स्ट ओभरमा नि क्याच मिस भएको थियो। सेकेन्ड ओभरमा चाहिँ मजाले विकेट आएको छ। केटाहरू खुसी छन्। र हाम्रो क्याच गरेका छन् विकेट किपर सरोज चिटौला। न्यू ब्याट्सम्यान इन सचिन्द्र रिमाल विथ सेकेन्ड बल टु गो। र सचिन्द्र रिमाल र यो नो बल हुन सक्ने। अम्पायरले नो बलको इसारा दिएका छन्। र यो अर्को बल फ्री हिट हुनेछ। र यो अर्को बल यो फ्री हिट बल हो। र राम्रो बलिङ गर्न सफल। 1 रन लिन मात्रै सफल ब्याट्सम्यानहरू। निकै राम्रो ब्याकअप सचिन्द्र रिमालद्वारा। राम्रो ब्याकअप बलिङ। र क्रिजमा फेरि लेफ्ट ह्यान्डर र लेफ्ट ह्यान्डर र राइट ह्यान्डर हुँदा क्याप्टेनलाई अलिकति समस्या हुन्छ। फिल्डहरू चेन्ज गर्नुपर्ने हुन्छ। र हाम्रो सचिन्द्र रिमाल लेफ्ट ह्यान्डरको र यो लेग बाई रन अम्पायरद्वारा लेग बाईको इसारा। राम्रो बलिङ प्रदर्शन गरिरहेछन् हाम्रो सचिन्द्र रिमाल दाजुले। र राम्रो सट हारेका छन् स्क्वायरमा। र यो थर्ड म्यानमा शम्भु छेत्रीले राम्रो सेभ गरेको छ। ब्याट्सम्यानहरू 1 रन लिन सफल। सचिन्द्र रिमालजी फेरि अर्को बलिङ लिएर र यो बल वाइड। हामीले अहिलेसम्म 3वटा वाइड दिइसकेका छौँ। एक्स्ट्रा अलिकति कन्ट्रोल गर्नुपर्ने हुन्छ गेमको लागि। र यो राम्रो बलिङ र राम्रो थ्रो। र यो राम्रो पुल ट्राई गर्न खोजेका थिए ब्याट्सम्यानले। 1 रन लिन सफल। र यसका साथै हाम्रो दोस्रो ओभरको पनि समाप्ति भएको छ। हाम्रो स्कोररहरूले चेन्ज गर्दै हुनुहुन्छ। 2 ओभरको समाप्तिमा 9 रन 1 विकेट। यो एफसिएको डिभिजन 5 को T20 गेम भइरहेछ ताम्पेरेमा।
र यहाँ चाहिँ ब्याटिङ टिमहरूले स्कोरिङ गर्नुपर्ने हुन्छ र फेरि दीपक पोखरेल ब्रो हाम्रो ओपनिङ बलर फेरि थर्ड ओभर गर्न आउँदै हुनुहुन्छ 2 overs 9 run 1 wicket start of the third over ladies and gentlemen here we are Everest CC versus Tampere CC र दीपक पोखरेल ब्रो फर्स्ट ओभर निकै राम्रो गर्नुभएको छ र फेरि पनि वाइल्ड गएको छ हाम्रो अहिलेसम्म 4 वटा वाइल्ड भएको छ एक्स्ट्रा अलि कन्ट्रोल गर्नुपर्ने हुन्छ बलिङ चाहिँ राम्रो भइरहेको छ एक्स्ट्रा छोडेर र दीपक पोखरेल ब्रो फेरि अर्को बल गर्दै र यो वाइल्ड बल अम्पायरद्वारा बलर अलिकति वाइल्ड गयो भन्दै जिज्ञासा गर्दै हुनुहुन्छ अम्पायरसँग राम्रो बल जस्तै थियो लाइनमा जस्तै थियो तर अम्पायर डिसिजन इज द लास्ट डिसिजन र अहिले हाम्रो नेपाली अन्तर्राष्ट्रिय क्रिकेट टिम पनि युरोपमै छ नेदरल्यान्डमा क्रिकेट खेलिरहेको छ त्यति राम्रो प्रदर्शन चाहिँ हाम्रो गर्न सकिरहेको छैन तर यता हाम्रो केटाहरूले राम्रो प्रदर्शन गरिरहेका छन् र यो एलबिडब्ल्यूको अपिल अम्पायरद्वारा नट आउट राम्रो ब्याकअप दीपक पोखरेलबाट ब्याट्सम्यान अगाडि बढेर निकै राम्रो ड्राइभ गरेका छन् सिधै फिल्डरको हातमा क्याप्टेनले बल समात्दैछन् अहिले शेखर अर्याल राम्रो बलिङ गरिरहेको छ अहिले एभरेस्ट सिसीले ल यो क्याचिङको लागि अलिकतिले मिस भएको छ राम्रो छन् इम्तियाज भाइ हाम्रो कमल जीवन ब्रो क्याप्टेन भान्जा दीपक पोखरेल ब्रो र फेरि र यो बल फेरि यो पहिलो बाउन्ड्री राम्रो बचाउ गरेका छन् शिशिरले पहिलो बाउन्ड्री हुनबाट जोगाइदिएका छन् ताम्पेरेको लागि निकै राम्रो फिल्डिङ हाम्रो शिशिर भाइले फेरि स्ट्राइकमा राइट ह्यान्ड ब्याट्सम्यान राइट ह्यान्ड र लेफ्ट ह्यान्ड ब्याट्सम्यानको कम्बिनेसन भइरहेको छ फिल्डमा र दीपक पोखरेल ब्रो अर्को बल लिएर र यो राम्रो 1 रनको लागि निकालिदिएका छन् ब्याट्सम्यानले निकै सौन्दर्य दृश्य छ यहाँ अहिले ताम्पेरेमा देख्न सक्नुहुन्छ पछाडि छ हरियो रुखहरू हरियो घाँस यो चाहिँ टर्फ हो घाँस चाहिँ होइन आर्टिफिसियल टर्फ ग्राउन्ड दीपक पोखरेल ब्रो र यो राम्रो पुल लगाइदिएका छन् र हाम्रो फाइन लेगमा कोही पनि छैन 2 रन लिन सफल ब्याट्सम्यानहरू र यसका साथै तेस्रो ओभरको समाप्ति र 3 ओभरमा 15 रन 1 विकेट र यो 4th ओभर सचिन्द्र रिमाल बलिङमा र यो राम्रो बलिङ गरिरहेका छन् सचिन्द्र रिमालले अहिले पनि अलिकति क्याच चान्स थियो मिस चाहिँ नभनौँ र फेरि लेफ्ट ह्यान्ड स्ट्राइकमा फिल्डरहरू दीपक छेत्री ब्रो पोइन्टमा हाम्रो सचिन्द्र रिमाल सेकेन्ड बल अफ 4th ओभर र यो बल एलबिडब्ल्यूको अपिल बल धेरै लेग साइडतिर गएको छ सचिन्द्र रिमाल सेकेन्ड बल र यो राम्रो कभरमा मिडनमा हान्न सफल ब्याट्सम्यान 1 रन लिन सफल सरी यो मिड अफमा लेफ्ट ह्यान्ड र राइट ह्यान्ड कम्बिनेसनले गर्दा अलिकति कमेन्ट्री सर्टहरूमा चाहिँ झुकिरहेको छु म है सचिन्द्र रिमाल फेरि अर्को बलिङ लिएर आउँदैछन् र यो राम्रो बिट गराउन सफल सचिन्द्र रिमाल निकै राम्रो बलिङ गरिरहेछन् अहिले र हाम्रो सचिन्द्र रिमाल भेटरान बलर हुनुहुन्थ्यो जवानीमा चाहिँ उहाँले धेरै विकेटहरू लिनुभएको छ र यो राम्रो कट गर्न सफल स्लिप र फर्स्ट पहिलो बाउन्ड्री ताम्पेरे सिसीको लागि 4थो ओभरमा आएको छ सर्ट राम्रो हानेका थिए ब्याट्सम्यानले र यो हेरौँ कस्तो रिकभरी बलिङ हुन्छ कि र यो लेगतिर गएको छ अम्पायरद्वारा वाइल्डको इसारा आज हाम्रो धेरै वाइड गइरहेको छ अहिलेसम्म 5 वटा वाइड गइसकेको छ हामीले एक्स्ट्रा चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ बलिङ राम्रो भइरहेको छ तर सँगसँगै एक्स्ट्रा पनि आइरहेको छ र यो बल राम्रो उडाइदिएका छन् लगनमा 1 रन लिन सफल ब्याट्सम्यानहरू र यसका साथै
4 ओभरको समाप्ति ताम्पेरे सिसी र अहिले स्कोर भएको छ 4 ओभर 23 रन 1 विकेट। र यो हाम्रो 5th ओभर दीपक पोखरेल ब्रो फेरि ब्याक 3rd ओभर लिएर आउँदै हुनुहुन्छ। T20 मा एउटा बलरले 4 ओभर गर्ने प्रावधान छ र यो हेरौँ 3rd ओभर दीपक पोखरेल ब्रोले अर्को विकेट लिन सफल हुनुहुन्छ कि। र यो 5th ओभरको फर्स्ट बल र यो बल क्याच हुने सम्भावना र यो सर्ट बल थियो र निकै सजिलो क्याच लिन सफल हाम्रो दुर्गम भाइले र एभरेसिसीको लागि अर्को सफलता। ताम्पेरेको 2 विकेट डाउन र ब्याट्सम्यान आउट भएका छन्। न्यू ब्याट्सम्यान इन ताम्पेरे सिसीको लागि आज निकै राम्रो फिल्डिङ प्रदर्शन, बलिङ निकै राम्रो गइरहेको छ आज। 5औं ओभरको पहिलो बलमा विकेट लिन सफल दीपक पोखरेल ब्रो र अर्को बलिङ गर्दै हुनुहुन्छ। सेकेन्ड बल न्यू ब्याट्सम्यान इन हाम्रो दीपक पोखरेल ब्रो पनि भेटरान बलर हुनुहुन्छ, उहाँले 6 विकेटसम्म लिनुभएको छ एउटा म्याचमा। यो सेकेन्ड बल 5th ओभर ब्याट्सम्यानले आफ्नो स्ट्यान्ड लिँदैछन् र यो सेकेन्ड बल अफ द 5th ओभर र राम्रो बलिङ 1 रन लिन सफल ब्याट्सम्यानहरू र इम्तियाज भाइले बल कलेक्ट गरेका छन्। राम्रो थ्रो इम्तियाज भाइद्वारा डिरेक्ट हिट र यो फुल डस बल राम्रो फिल्डिङ गरेका छन् दुर्गम भाइले, राम्रो बचाउ गरेका छन्। 1 रन लिन सफल ब्याट्सम्यानहरू र फेरि फिल्ड चेन्ज भएको छ। राइट ह्यान्ड ब्याट्सम्यान अन द स्ट्राइक। त्यो लेफ्ट ह्यान्ड र राइट ह्यान्ड कम्बिनेसनमा क्याप्टेनलाई चाहिँ अलिक गाह्रो हुन्छ, फिल्ड चेन्ज गरेको गर्नुपर्ने हुन्छ। राम्रो दीपक दाइ अर्को बलिङ लिएर जाँदै हुनुहुन्छ फेरि। ल यो फुल टस स्लो फुल टस फालिदिनु भएको छ र ब्याट्सम्यानले फाइन लेगमा राम्रो बााउन्ड्री हान्न सफल भएका छन्। यो ताम्पेरे हो, फिनल्यान्डको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्ड ताम्पेरेमा अलिअलि चिसो भइरहेछ, हावा चलिरहेको छ। र यो राम्रो ब्याकअप बल गएको छ लेग साइडतिर, राम्रो फिल्डिङ बचाउ गरेका छन् हाम्रो शम्भु छेत्रीले। लेग बाई 1 रन। राम्रो बलिङ दीपक पोखरेल ब्रोबाट र यसका साथै 5 ओभरको समाप्ति भएको छ। 1 ओभर अझै पावर प्लेको लागि 1 ओभर अझै बाँकी छ। स्कोर भएको छ 5 ओभर 30 रन 2 विकेट र यो 6th ओभर पावर प्लेको अन्तिम ओभर। बलिङ फेरि सचिन्द्र रिमाल, क्याप्टेनले दुईटी ओपनरको 3-3 ओभर भ्याउने विचार गरिरहेका छन्, निर्णय गरेछन्। सचिन्द्र रिमाल पावर प्ले लास्ट ओभर फर्स्ट बलको र यो ग्राउन्डमा चाहिँ 2 इन ब्याटिङ हो, ब्याटिङ यताको साइडबाट हरेक ओभर पछि चेन्ज हुन्छ र हाम्रो सचिन्द्र रिमाल राम्रो बलिङ डट बल। सेकेन्ड बल र यो बल हावामा थियो तर नो मेन्स जोनमा 1 रन लिन सफल ब्याट्सम्यानहरू र सचिन्द्र रिमाल 3rd बल र यो राम्रो पिक गरेका छन् ब्याट्सम्यानले, निकै राम्रो बााउन्ड्री लेफ्ट ह्यान्डरबाट र सचिन्द्र रिमाल राम्रो ब्याकअप गर्न सफल भएका छन् फर्स्ट बााउन्ड्री। त्यसपछि राम्रो एलबिडब्ल्यूको अपिल गराएका छन्, अलिकति माथि भएको इसारा अम्पायरद्वारा। ब्याट्सम्यान अलिकति अगाडि बढिदिएका थिए। राम्रो क्लेभर बलिङ सचिन्द्र रिमालद्वारा ब्याट्सम्यानलाई बिट गराउन सफल फेरि पनि। र यो राम्रो फ्लिक गरिदिएका छन् ब्याट्सम्यानले, राम्रो ग्यापमा चौका हान्न सफल। यो ओभर एभरेज सिसीको लागि अलिकति घातक रह्यो, 2टा बााउन्ड्री र यसका साथै पावर प्ले भइएको छ र यसका साथै पावर प्लेको समाप्ति 6 ओभर 39 रन 2 विकेट। पावर प्ले सकिएको छ। अब ब्याट्सम्यानले म्याक्सिमम 5 प्लेयर्स आउटसाइड रिङ राख्न सर्कन, आउटसाइड द सर्कल र हाम्रो 7th ओभर गर्दैछन् दुर्गम खरेल भाइले। ब्याट्सम्यान अन स्ट्राइक, क्याप्टेनले फेरि मिलाउँदैछन् र हाम्रो दुर्गम खरेल भाइ फर्स्ट ओभर फर्स्ट बल र यो बल वाइड गएको छ। आज हाम्रो वाइड अलि धेरै गइरहेको छ, वाइडलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ। यो अर्को बल फर्स्ट बल वाइड र यो राम्रो बलिङ गरेका छन् 1 रन मिड अनमा कमल भाइ बलमा। फेरि लेफ्ट ह्यान्ड ब्याट्सम्यान अन स्ट्राइक दुर्गम भाइ
यो राम्रो मिसफिल्ड भएको छ हाम्रो क्याप्टेनबाट यो अर्को बाउन्ड्री तान्केर सिसीको लागि राम्रो सट र यो ब्याक टु ब्याक बाउन्ड्री निकै राम्रो सट हानिरहेका छन् हाम्रो लेफ्ट ह्यान्डरले पावर प्ले सकिएपछि ब्याट्सम्यान रिदममा आएका छन् बलरहरू अलिकति ध्यान दिनुपर्ने हुन्छ र फिल्डरले क्याप्टेनले फिल्ड सेट गरेका छन् दुईजना बाहिर झिकेका छन् दुर्गम भाइ र यो राम्रो डट बल फालेका छन् दुर्गम भाइले गुड ब्याकअप राम्रो रिकभरी गरेका छन् ब्याक टु ब्याक बाउन्ड्री पछि डट बल दुर्गम भाइ पनि निकै राम्रो बलर हुन् अनि अहिले अलिकति रिदममा आएका छैनन् र यो फेरि सेम सट सेम बल एन्ड द्याट्स अनदर बाउन्ड्री हाम्रो अलिकति मिसफिल्ड भइरहेको छ सेम ठाउँबाट ब्याक टु ब्याक बाउन्ड्री गइरहेको छ र हाम्रो दुर्गम भाइ र यो राम्रो बलिङ गरेका थिए र राम्रो सट हान्न सफल ब्याट्सम्यानले निकै राम्रो प्लेसमेन्ट पोइन्टमा हानेका छन् स्क्वायर ड्राइभ र यसका साथै 7 ओभरको समाप्ति 7th ओभर हामीलाई अलिकति बढी एक्सपेन्सिभ भएको छ र 7 ओभर 51 रन्स 2 विकेट र हाम्रो बलिङमा फेरि पनि दीपक पोखरेल यो दीपक पोखरेल ब्रोको 4th ओभर हो लास्ट ओभर र इनिङ्सको 8th ओभर र दीपक पोखरेल ब्रो लास्ट ओभर र यो लग अनमा 1 रन लिन सफल ब्याट्सम्यान अब यो एभरेज सिसीले यो लेफ्ट ह्यान्डरलाई आउट पार्नुपर्ने हुन्छ लेफ्ट ह्यान्डर निकै राम्रो रिदममा छन् योभन्दा अघिल्लो ओभरमा ब्याक टु ब्याक 3टा बाउन्ड्री हान्न सफल भएका थिए र बलर र क्याप्टेन अलिकति फिल्ड सेट गर्दै हुनुहुन्छ यो ब्याट्सम्यान रिदममा आइसकेको छ र ब्याट्सम्यानलाई आउट बनाउने स्ट्राटेजी सेट गर्दैछन् बलर र क्याप्टेन मिलेर फिल्डहरू चेन्ज भइरहेको छ यो देख्नुहुन्छ निकै सुन्दरमय दृश्य छ यो ताम्पेरेमा छौँ हामीहरू अहिले एफसीएको T20 क्रिकेट गेम खेल्दै राम्रो बलिङ र राम्रो प्लेसमेन्ट गर्न सफल 1 रन लिन सफल ब्याट्सम्यानहरू र हामीले अब अर्को इनबाट चाहिँ विकेटहरू लिनुपर्ने हुन्छ लेफ्ट ह्यान्डेड ब्याट्सम्यान राम्रोसँग सेट भइसकेका छन् यो बल लेगतिर बल राम्रो फिल्डिङ गर्न सफल शिशिरले राम्रो फिल्डिङ गरेका छन् शिशिर भाइले र यो 2 रन मात्रै र यो फेरि अर्को राम्रो सट हान्न सफल लगनमा 1 रनको लागि फेरि हाम्रो लेफ्ट ह्यान्ड ब्याट्सम्यान अन स्ट्राइक लेफ्ट ह्यान्ड ब्याट्सम्यान निकै राम्रो फर्ममा छन् अहिले रिदममा आइसकेका छन् अब उनको यो रिदमलाई ब्रेकडाउन गर्नुपर्ने हुन्छ अगाडि बढेर राम्रो प्लेसमेन्ट गरेका छन् 1 रनको लागि र यो मिसफिल्ड भएर फेरि अर्को 1 एक्स्ट्रा रन आएको छ 2 रन र यो निकै राम्रो ब्याटिङ प्रदर्शन गरिरहेका छन् हाम्रो लेफ्ट ह्यान्डरले 1 रन लिन सफल र यसका साथै 8 ओभरको समाप्ति स्कोर रहेको छ 65 रन्स 2 विकेट 8 ओभर्स र हाम्रो 9th ओभर गर्दैछन् फेरि दुर्गम भाइ ब्याक अन द बलिङ राम्रो बलिङ गरेका छन् दुर्गम भाइले राम्रो बलिङ र यो क्याप्टेनको राम्रो ट्रस्ट पनि हो अघिल्लो ओभरमा बाउन्ड्री गयो भने क्याप्टेन हेज द्याट ट्रस्ट इन द प्लेयर यो निकै राम्रो प्लेयर्सको लागि कहिलेकाहीँ बलरको रिदम बिग्रिया हुन्छ हेरौँ दुर्गम भाइले यो क्याप्टेनको ट्रस्टलाई यो ओभरमा कसरी परिवर्तन गर्नेछन् राम्रो बलिङ गरेका छन् दुर्गम भाइले र अलिकति मिसफिल्ड पोइन्टमा मिसफिल्ड भएको छ 2 रन लिन सफल ब्याट्सम्यानहरू राम्रो बलिङ गरेका छन् दुर्गम भाइले पहिले 2 बलले राम्रो बलिङ गरिरहेका छन् र यो तेस्रो बल दुर्गम भाइ राम्रो सट र यो बल भएको राम्रो फिल्डिङ गरेका छन् शिशिर भाइले ब्याक टु ब्याक आज 2टा बाउन्ड्री बचाउन सफल शिशिर भाइ अहिले पनि 2 रन निकै राम्रो फिल्डिङ शिशिर भाइ निकै राम्रो फिल्डिङ गरिरहेछन् आज इम्तियाज ब्याकअपको लागि गइरहेथे राम्रो दुर्गम भाइ
र यो राम्रो बलिङ र राम्रो ब्याटिङ प्रदर्शन गरिरहेका छन् लेफ्ट ह्यान्डर ब्याट्सम्यानले। निकै सेन्सिबल गेम खेलिरहेका छन्, लुज बलहरूलाई मात्रै हान्ने। र यो ब्याट्सम्यान अगाडि बढेर सट हान्न थालेका थिए। निकै राम्रो बलिङ दुर्गम भाइद्वारा यर्कर लेन्थमा एलडब्ल्यू गरेका छन्। अलिकति अपिल गर्नुपर्ने अपिल गरेनन् दुर्गम भाइ। र यो फेरि अर्को राम्रो बलिङ फाल्न सफल। हाम्रो किपरद्वारा अलिकति मिस, सायद क्याच थियो होला। र यसका साथै 9 ओभरको समाप्ति र स्कोर भएको छ 9 ओभर 69 रन्स 2 विकेट। र हाम्रो यो 10th ओभर रनिङ र हाम्रो इम्तियाज मिया भाइ बलिङमा आउँदैछन्। इम्तियाज मिया, हाम्रो इम्तियाज भाइ अलराउन्डरको रूपमा परिचित छन्। बलिङ र एग्रेसिभ ब्याटिङको रूपमा पनि चिनिन्छन्। र यो इम्तियाज भाइको फर्स्ट ओभर फर्स्ट बल 10th ओभर रनिङ। र यो अर्को वाइड। हाम्रो आज सबै बलरहरूले आफ्नो पहिलो बल चाहिँ वाइड फालिरहेका छन्। एक्स्ट्रा अलि बढी नै गइरहेको छ, एक्स्ट्रा कन्ट्रोल गर्नुपर्ने हुन्छ। र इम्तियाज भाइ पहिलो बल वाइड। र यो राम्रो बलिङ गरेका छन् ब्याट्सम्यान, 1 रन लिन सफल। र यो राम्रो ब्याटिङ गरिरहेका छन् अहिले हाम्रो लेफ्ट ह्यान्डर ब्याट्सम्यानले। फेरि 1 रन लिन सफल। राम्रो बलिङ इम्तियाज भाइको। राम्रो सट र यो 1 रन लगनमा। र हाम्रो यो लेफ्ट ह्यान्ड ब्याट्सम्यानलाई चाहिँ आउट बनाउनु पर्ने हुन्छ। लेफ्ट ह्यान्ड ब्याट्सम्यान सेट भइसकेका छन्। इम्तियाज भाइ हेरौँ टिमको लागि केही सफलता दिलाउन सक्छन् कि। राम्रो बलिङ, राम्रो सट र यो डट बल भइदिएको छ। इम्तियाज भाइ यो राम्रो बलिङ इम्तियाज भाइद्वारा। अर्को डट बल। र यो राम्रो स्क्वायर लेगमा हान्न सफल ब्याट्सम्यान। निकै राम्रो फिल्डिङ सचिन रिमाल, 1 रन मात्रै। र यसका साथै 10 ओभरको समाप्ति भएको छ। निकै राम्रो बलिङ गरेका छन् इम्तियाज भाइले। स्कोर रहेको छ 10 ओभर 74 2 विकेट्स। अहिले ड्रिङ्क्स ब्रेक भएको छ। निकै राम्रो बलिङ, तर अलिकति मिसफिल्डले गर्दाखेरि स्कोर अलिकति बढी नै भएको छ। अब फिल्डिङमा चाहिँ अलिकति सुधार गर्नुपर्ने हुन्छ। अहिले भएको छ हाम्रो ड्रिङ्क्स ब्रेक र हामी आउनेछौँ फेरि एकछिनपछि। र यो ड्रिङ्क्स पछि फेरि हामी ब्याक भएका छौँ। 11th ओभर र बलिङमा दीपक छेत्री। 11th ओभर रनिङ फर्स्ट बल। र यो बल फाइन लेगमा। फिल्ड अलिकति सेट भएको छ ब्याक क्याप्टेनद्वारा। र यो अर्को बल। र यो थर्ड बल। राम्रो बलिङ भइरहेछ दीपक छेत्रीबाट। र यो बल क्याच हुने सम्भावना। र यो फर्स्ट 6 गइदिएको छ। यो फर्स्ट 6 अफ द ओभर। र बलिङ अलिकति लेन्थ मिलाउनु पर्छ। र यो राम्रो बल। र यो 1 रन आएको छ। र अहिले ब्याट्सम्यानहरू निकै फर्ममा छन्। र यो राम्रो 1 रन लिन सफल फेरि ब्याट्सम्यान लगनमा। र यो क्याच आउट हुने सम्भावना। यो फिल्ड मिस भएको छ जीवनबाट। र यो 11th ओभर समाप्ति। अलिकति एक्सपेन्सिभ ओभर रहेको छ, केही मिसफिल्ड पनि छ। 11 ओभर 93 2 विकेट। हाम्रो अहिले धेरै मिसफिल्ड भइरहेको छ। 11 ओभर 93 रन्स 2 विकेट। यो 12th ओभर रनिङ। इम्तियाज बलिङमा र इम्तियाज भाइ बलिङमा। र यो ब्याट्सम्यानले राम्रो सट हानिदिएका छन्। र हाम्रो शिशिर भाइले आज राम्रो फिल्डिङ गरिरहेका छन्। ब्याट्सम्यान 2 रन लिन सफल। ब्याट्सम्यानहरू रिदममा छन्। इम्तियाज भाइ सेकेन्ड बल। र यो राम्रो सट हानेका छन् ब्याट्सम्यानले जीवन मिड विकेटमा। र 1 रन। फेरि लेफ्ट ह्यान्डेड क्रिजमा फिल्डर चेन्ज। लेफ्ट ह्यान्डर ब्याट्सम्यानले निकै राम्रो ब्याटिङ प्रदर्शन गरिरहेका छन्। दुवै ब्याट्सम्यानहरू सेट भइसकेका छन्। अब एभरेज सिसीलाई विकेट लिनु जरुरी छ। र यो अर्को सट मिलाइदिएका छन्
र यो अर्को बाउन्ड्री एभरेज सिसीको लागि अहिले धेरै बाउन्ड्री आइरहेको छ। बलिङमा अलिकति सतर्कता अपनाउनु पर्ने हुन्छ र 100 रन भएको छ 12th ओभरमा। हाम्रो इम्तियाज भाइ र यो राम्रो सट 1 रनको लागि पोइन्टमा। एक रन र हाम्रो लेफ्ट ह्यान्डरले 50 रन हान्न सफल भएका छन्। निकै राम्रो इनिङ्स खेलेका छन् ओपनर ब्याट्सम्यान 50। यो वाइड बल बलरहरूले आफ्नो रिदम लुज गरिरहेका छन्। यो अर्को बाईमा र यो बल चौका। अम्पायरद्वारा नो बलको पनि नो बलको सिग्नल र बाईमा 4-5 रन र अर्को फ्री हिट। नेपाल सिसीको बलिङ अहिले एभरेज सिसीको बलिङ अहिले अलि सुस्त गतिमा छ। एक्स्ट्राजहरू पनि धेरै आइरहेको छ र यो फ्री हिटमा चाहिँ रनआउट बाइक अरू कुनै पनि आउट हुँदैन र यो फ्री हिटलाई 1 रनमा परिणत गरेका छन् ब्याट्सम्यानले। फुल डस थियो, ब्याट्सम्यान मिस सट लागेको छ र यिनको यो दुईटा बिमर त्योबाट अम्पायरले चाहिँ बलिङबाट ब्यान गरिदिएका छन्। तपाईँले दुई किसिमको बिमर टाइपको बलिङ गर्नुभयो भने चाहिँ क्रिकेटमा बलिङ गर्न पाउनुहुने छैन। र अब उसको सरी यो ओभर भएको रहेछ, म अलिकति मिस्टेक भएछु। र यसका साथै एभरेस्टको 12th ओभर भइएको छ र 109 रन 2 विकेट र 12 ओभर 109 मा 2 भएको छ। यो 13th ओभर र हाम्रो नयाँ बलर जीवन छेत्री र हाम्रो इम्तियाज भाइ भर्खरै बलिङ गरेर आएका छन्। ओभर भएको रहेछ, सरी मैले चाहिँ डबल बिमर जस्तो देखेर भनेको थिएँ तर ओभर इन भएको रहेछ। 13th ओभर न्यू बलर जीवन छेत्री र यो राम्रो डट बल गराएका छन् हाम्रो जीवनले। हाम्रो जीवन ब्रो अहिले टिममा हाम्रो न्यू इन्ट्री हुनुहुन्छ र यो राम्रो एज लागेको थियो र यो अर्को चौका एभरेस्टको लागि अहिले निकै रन आइरहेको छ। बलिङ राम्रो थियो तर अफसोस हामीसँग स्लिपमा फिल्डर थिएन र जीवन छेत्री र यो राम्रो डट बल गराएका छन् जीवन ब्रो पनि निकै अनुभवी बलर हुनुहुन्छ, निकै राम्रो बलिङ गर्नुहुन्छ उहाँ पनि। अहिले भर्खरै यो इयरबाट हाम्रो क्लबमा जोइन हुनुभएको छ र यो ब्याट्सम्यान अगाडि बढेका थिए। राम्रो बलिङ ब्याक टु ब्याक डट गराउन सफल जीवन ब्रदर र यो फाइन लेगमा हुनुहुन्छ भेटेरान फिल्डर सचिन्द्र रिमाल 1 रन र यो लास्ट बल 13th ओभरको लास्ट बल र यो ब्याट्सम्यानले राम्रो ग्यापमा हानिदिएका छन्। बल रकेट जस्तो आएको, राम्रो ब्याटिङ गरिरहेका छन् हाम्रो लेफ्ट ह्यान्डरले र यसका साथै 13 ओभरको समाप्ति 118 मा 2 विकेट र हाम्रो यो 14th ओभरमा आएका छन् फेरि हाम्रो दुर्गम भाइ। अब यो ब्याट्सम्यान राम्रो पार्टनरसिप गरिरहेका छन्, पार्टनरसिप ब्रेक गर्नु जरुरी छ। 14th रनिङ, अब 7 ओभर मात्रै बाँकी छ। र यो बल फेरि अर्को फाइन लेगमा चौका र अहिले एभरेज सिसीलाई चौकाको पहिरो आइरहेको छ र दुर्गम भाइहरू ब्याक रिकभरी गर्न सफल हुन्छन् कि फेरि अर्को बल लेग साइडतिर र यो 1 रन लिन सफल ब्याट्सम्यानहरू। फेरि हाम्रो लेफ्ट ह्यान्डर ब्याट्सम्यान स्ट्राइकमा 50 रन हालिसकेका छन् दुर्गम भाइले उनको यो रनिङ स्ट्रिकलाई ब्रेक गर्न सक्छन् कि र यो राम्रो एड गरिदिएका छन् ब्याट्सम्यानले। डट बल, राम्रो बलिङ दुर्गम, राम्रो ब्याटिङ गरिरहेका छन् र यो 1 रन र यो ब्याट्सम्यान बलर फिल्डर कुरिरहेका थिए र 2 रन लिइदिएका छन् ब्याट्सम्यानहरूले। हाम्रो फिल्डरले थ्रो गरिहाल्नु पर्ने थियो तर हाम्रो देख्नुहुन्छ उहाँ फिल्डर बल
इम्तियाज भाइ हात दुखेर होला र अहिले ब्याट रन आइरहेको छ यो पार्टनरसिप ब्रेक गर्नुपर्ने हुन्छ दुर्गम भाइ राम्रो बोल्ड गरिदिएका छन् दुर्गम भाइले र यो पार्टनरसिप ब्रेक गर्नु जरुरी थियो र हाम्रो न्यू ब्याट्सम्यान इन जर्सी नम्बर 14 योहान भने अर्को ब्याट्सम्यान आउट भएका छन् र यो राम्रो बोलिङ गरिरहेका छन् दुर्गम भाइले अब यही कन्टिन्युटी गर्नुपर्ने हुन्छ र यो दुर्गम भाइ भर्खरै 1 विकेट लिएका थिए र यो अर्को राम्रो बोलिङ अब दुर्गम भाइले रिदम पाए जस्तो छ र यो निकै राम्रो ओभर दुर्गम भाइद्वारा र यसका साथै 14 ओभरको समाप्ति भएको छ स्कोर रहेको छ 14 ओभर 125 3 विकेट र जीवन छेत्री 15th ओभर यो 15th ओभर जीवन छेत्री सेकेन्ड बल राम्रो सट हानेका छन् र यो बल राम्रो क्याच गर्न सफल हाम्रो इम्तियाज भाइले मिस फिल्डका बावजुद निकै राम्रो क्याच गर्न सफल अहिले नेपाल एभरेस्ट सिसी ब्याक टु द रिदम न्यू ब्याट्सम्यान आउट न्यू ब्याट्सम्यान इन आसिफ राम्रो बोलिङ र राम्रो क्याच र न्यू ब्याट्सम्यान इन जीवन ब्रो फेरि अर्को बोलिङ लिएर निकै राम्रो र यो अर्को एलबिडब्ल्यू अपिल र यो अलिकति अपिल नपुगे जस्तो छ राम्रो बोलिङ गरेका छन् अहिले नेपाल सिसी ब्याक टु द रिदम एभरेस्ट सिसी हाम्रो जीवन ब्रदर र यो अर्को राम्रो बोलिङ र यो अम्पायरद्वारा आउट एलबिडब्ल्यू अपिल क्लिन एलबिडब्ल्यू भए जस्तो छ र यो ब्याक टु ब्याक विकेट हाम्रो जीवन ब्रदरको लागि 2 विकेट लिइसक्नु भएको छ यो ओभर नेपाल सिसीको लागि निकै एभरेस्ट सिसीको लागि निकै राम्रो भएको छ र अर्को न्यू ब्याट्सम्यान इन चिरान्ता हाम्रो जीवन ब्रदर ब्याक टु ब्याक 2 विकेट निकै राम्रो ओभर र यो लेग साइडतिर गएको छ र यो किपर 1 रन लिन सफल लेग बाई र न्यू ब्याट्सम्यान इन छन् जीवन छेत्रीबाट राम्रो बोलिङ र यो लेग साइडमा राम्रो फाइन लेग खुवाइदिएका छन् ब्याट्सम्यानले फर्स्ट बल नै बाउन्ड्री हानिदिएका छन् र यसको साथै 15 ओभरको समाप्ति भएको छ र 15 ओभरको समाप्ति 129 रन्स 5 विकेट र हाम्रो दुर्गम भाइ बोलिङमा राम्रो बोलिङ गरेका छन् दुर्गम भाइको यो 4th ओभर र 16th ओभर रनिङ दुर्गम भाइको लास्ट ओभर यो ताम्पेरेको क्रिकेट ग्राउन्ड हो भर्खरै बनेको निकै राम्रो छ यो ग्राउन्ड सेकेन्ड बल र यो बल हानिदिएका छन् ब्याट्सम्यानले ग्यापमा र यो चौका राम्रो सट ब्याट्सम्यानद्वारा र यो दुर्गम भाइ 16th ओभर 3rd बल सेकेन्ड बल बाउन्ड्री ब्याट्सम्यान रिदममा आएका छन् र यो अर्को सट हान्न बढेका थिए निकै राम्रो बोलिङ दुर्गमद्वारा ब्याट्सम्यानलाई बिट बनाइदिएका छन् स्लो बल फालेर 4th बल 16th ओभर र यो अर्को बिट बनाइदिएका छन् दुर्गम भाइले र यो एक डट बल राम्रो फिल्डिङ र यो बल अर्को बिट बनाइदिएका छन् ब्याक टु ब्याक र यसका साथै दुर्गम भाइको पनि 4 ओभर स्पेल भइएको छ निकै राम्रो स्पेल गरेका छन् दुर्गम भाइले यसका साथै 16 ओभरको समाप्ति रन भएको छ 16th ओभर 5 विकेट 133 र फेरि हाम्रो जीवन छेत्री ब्रो ब्याक टु द बोलिङ इम्तियाज भाइले क्याच राम्रो लिएका थिए क्याप्टेन फिल्ड सेटअप गर्दै जीवन ब्रो 17th ओभर फर्स्ट बल र यो फुल टस लेगमा थियो शिशिर भाइ ब्याट्सम्यानहरू 1 रन लिन सफल र यो अर्को बोल्ड गरिदिनु भएको छ हाम्रो जीवन छेत्री ब्रोले बोलिङ ब्याक टु द फर्म निकै राम्रो बोलिङ प्रदर्शन गरिरहनु भएको छ हाम्रो जीवन ब्रोले र हाम्रो न्यू ब्याट्सम्यान इन जीवन छेत्री ब्रो अघिल्लो ओभरमा 2 विकेट लिनु सफल हुनुभएको थियो र यो जीवन छेत्री ब्रोको मेडेन एफसी एन्ट्री हो निकै राम्रो प्रदर्शन 3 विकेट लिइसक्नु भएको छ र न्यू ब्याट्सम्यान इन जीवन छेत्री ब्रो
र यो राम्रो बलिङ र यो राम्रो फिल्डिङ क्याप्टेनद्वारा डट बल र जीवन ब्रो भेटरान बलर हुनुहुन्छ। अर्को राम्रो डट बल गर्न सफल हाम्रो जीवन ब्रोले निकै राम्रो बलिङ गरिराख्नु भएको छ। अहिले यो जुलाई हो, आज 25 जुलाई। फिनल्यान्डमा समर भए पनि आज अलि चिसो भइरहेको छ, घाम लागिरहेको छैन, अलि बादल छ र हावा पनि चलिरहेको छ। यो अर्को राम्रो बल जीवनद्वारा लेग बाई 1 रन। हाम्रो फिल्डिङ यता छन् हाम्रो शिशिर भाइ, दीपक छेत्री, इम्तियाज, शम्भु छेत्री, सरोज भान्जा र यो राम्रो क्याच गरिदिएका छन्, निकै राम्रो क्याच हाम्रो बलरले फेरि पनि 2 विकेट लिन सफल। निकै राम्रो बलिङ डिस्प्ले गरिरहेका छन् अहिले हाम्रो जीवन छेत्रीले। र यता देख्न सक्नुहुन्छ हाम्रो अपोनेन्ट टिम, हामी अहिले ताम्पेरेमा छौँ। यता हाम्रो स्कोरिङ अम्पायरिङ एफसिएकोमा चाहिँ आफै स्कोरिङ गर्नुपर्ने हुन्छ। र यता देख्नुहुन्छ सबै राम्रो न्यू ब्याट्सम्यान इन, निकै राम्रो बलिङ हाम्रो जीवन छेत्रीको आज मेडेन क्रिकेट। र यो अहिले सिलोन ताम्पेरेको विकेटहरू गइरहेको छ। एभरेज सिसीले निकै राम्रो ब्याकअप गरिरहेको छ। 17 ओभरको समाप्ति, सचिन्द्र रिमाल बलिङमा निकै राम्रो ओभर पारेर जानुभयो हाम्रो। र यो राम्रो सट बल अम्पायरद्वारा निकै राम्रो सट। र यो 18 ओभर रनिङ छ र अहिले स्कोर रहेको छ 141। सचिन्द्र रिमाल बलिङमा आउनुभएको छ। पाएका छन्, सानो फिल्ड प्लेसमेन्ट चेन्ज भएको छ। जीवन छेत्री प्रो टिममा जानुभएछ भने हाम्रो दुर्गम भाइ अगाडि आएका छन्। सचिन्द्र रिमाल सेकेन्ड बल टु गो 18 ओभर। राम्रो बलिङ, राम्रो रिकभरी, फर्स्ट बल बााउन्ड्री पछि राम्रो रिकभरी गर्नुभएको छ सचिन्द्र रिमालले। र यो 18 ओभर रनिङ हो, अब 2 ओभर बाँकी छ। यसपछि राम्रो बलिङ, निकै राम्रो बलिङ आउट। यो वाइड गएको रहेछ, बलिङ राम्रो थियो तर अलिकति धेरै वाइड गयो। र यो एज स्मुथ एज लागेको छ र अम्पायरहरू डिसाइड गर्दै हुनुहुन्छ केको आवाज हो, ब्याट र भुइँको हो कि ब्याटको हो कि, अम्पायरहरू डिसाइड गर्दै हुनुहुन्छ। यो थर्ड एम्पायर नभएकोले गर्दा अम्पायरहरूलाई पनि अलिकति गाह्रो हुन्छ यस्तो टाइपको डिसिजनहरू दिन। अब हेरौँ अम्पायर डिसाइड गर्दै हुनुहुन्छ। निकै राम्रो केरी विकेट किपर सरोजद्वारा। र अम्पायरहरू अझै पनि डिस्कस गर्दै हुनुहुन्छ, हेरौँ डिसिजन कसको फेभरमा हुन्छ। प्रायः जसो अम्पायरहरूले चाहिँ ब्याट्सम्यान फेभरमै दिइराख्नुहुन्छ र यो अम्पायरले आउट दिइराख्नु भएको छ। सायद उहाँहरू 100% स्योर हुनुहुन्थ्यो होला ब्याटमा लाग्थ्यो भनेर। यसका साथै सिलोन ताम्पेरेको अर्को विकेट गएको छ र हाम्रो ब्याट्सम्यान इनमा जाँदै हुनुहुन्छ जर्सी नम्बर 21। र स्कोर रहेको छ 141, 5 विकेट, 17.3 ओभर्स। र सचिन्द्र रिमाललाई पहिलो सफलता। राम्रो बलिङ, निकै राम्रो रिकभरी गरिराख्नु भएको छ। फर्स्ट बल बााउन्ड्री, त्यसपछिका हरेक बलहरू सचिन्द्र रिमालजीले राम्रो रिकभरी गरिराख्नु भएको छ। हाम्रो सचिन्द्र रिमालजी एकदम भेटरान बलर हुनुहुन्छ। उहाँले आफ्नो जवानीमा 5 विकेटहरू धेरै पल्टक। र यो राम्रो सिम्पल क्याच, ब्याट्सम्यान निराश। यसका साथै सचिन्द्र रिमालजीलाई राम्रो सफलता मिलेको छ। अहिले एभरेज सिसी फेरि ब्याक टु द रिदम। र यो सिलोन ताम्पेरेको लास्ट विकेट, 9 विकेट गइसकेको छ। 18 ओभर रनिङ सचिन्द्र रिमाल। र यो अर्को राम्रो बलिङ सचिन्द्र रिमालद्वारा, निकै राम्रो बलिङको प्रदर्शन गर्नुभएको छ। फाइनली डेथ ओभरमा बलिङ गर्न अलि गाह्रो हुन्छ, तर यो चाहिँ धेरै राम्रो डेथ ओभर फाल्नुभएको छ हाम्रो सचिन्द्र रिमालले। स्कोर भएको छ 142, 9 विकेट्स, 18 ओभर। अब 2 ओभर मात्र बाँकी रहेछ खेलमा र हाम्रो जीवन खरेल ब्रो, हेरौँ आज उहाँले 5 विकेट लिन सफल हुनुहुन्छ कि 1 विकेट बाँकी रहेको छ। 4 विकेट लिइसक्नु भएको छ र क्याप्टेनले फिल्ड सेटअप गर्दैछन्। यो 19 ओभर र जीवन छेत्रीको मेडेन 5 विकेट हल हुने धेरै सम्भावना छ। बलिङ राम्रो गरिराख्नु भएको छ र यो उहाँको पनि अन्तिम ओभर र विकेट पनि अन्तिम नै छ। हेरौँ समयले साथ दिन्छ कि दिँदैन। र यो 19 ओभर फर्स्ट बल टु गो।
राम्रो बोलिङ सुरुवात गरिरहेका छन् जीवन छेत्री। 8 ओभरमा चाहिँ हाम्रो निकै राम्रो बोलिङ प्रदर्शन भइरहेको छ र हाम्रो सेट भएका ब्याट्सम्यान छन् नि अघिदेखि र यो राम्रो बोलिङ जीवन छेत्री ब्रोबाट ब्याक टु ब्याक डट बल्स। जीवन छेत्री ब्रोलाई पनि 1 विकेट चाहिएको छ भने एभ्री सिसेलाई पनि 1 विकेट। चिसो भइरहेको छ अहिले यो ताम्पेरेमा, हावा चलिरहेको छ र ब्याट्सम्यान अगाडि बढिदिएका छन् र यो राम्रो कभरमा दुर्गम भाइले अलिकति मिसफिल्ड तर 2 रन लिन सफल ब्याट्सम्यानहरू। जीवन ब्रो 1 विकेटको प्रतीक्षामा छौँ हामीहरू र यो राम्रो सट क्याच हुने सम्भावना र यो मिसफिल्ड गरेका छन् हाम्रो क्याप्टेनले, मिसफिल्ड भएको छ। जीवन ब्रोले राम्रो बोलिङ गरेका थिए, क्याच हुने सम्भावना तर हाई क्याच अलिकति गाह्रो हुन्छ कहिलेकाहीँ, मिसफिल्ड भएको छ। जीवन छेत्री ब्रोको 5 विकेट हल, अझै पनि चान्स छ। यो 19th ओभर, यसपछि अन्तिम ओभर रहनेछ र यो अर्को राम्रो सट हानिदिएका छन्। सचिन्द्र रिमालले राम्रो फिल्डिङ गरिदिएका छन्, राम्रो थ्रो। जीवन छेत्री ब्रो अन्तिम बल, राम्रो ब्याटिङ प्लेट गरिदिएका छन् ब्याट्सम्यानले, 1 रन। साथै जीवन ब्रोको 4 ओभर समाप्ति भएको छ र 4 विकेट लिन सफल। सिलोन ताम्पेरे 19 ओभर्स 147 9 विकेट्स र यो इनिङ्सको लास्ट ओभर 20th ओभर गर्दैछन् हाम्रो इम्तियाज भाइले। हेरौँ इम्तियाज भाइले लास्ट ओभर र इम्तियाज भाइ 20th ओभर फर्स्ट बल र यो ब्याट्सम्यानले रिभर ट्राई गरिदिएका थिए र यो प्लोहम भ्याल्यु दिएका छन् अम्पायरले। यसका साथै सिलोन ताम्पेरेको इनिङ्स समाप्त भएको छ र हामी सेकेन्ड इनिङ्स फेरि आउनेछौँ। 147 9 विकेट 10 विकेट्स र निकै राम्रो फर्स्ट इनिङ कम्प्लिट भएको छ र हामीहरूलाई 149 को टार्गेट र हामी आउनेछौँ फेरि सेकेन्ड इनिङ्समा। हस्त नमस्ते, फेरि भेटौँला।